व्यवसाय गर्न खोज्नेले चाहिँ विभिन्न खालको नयाँ खालको बिजनेस व्यवसाय धेरै मुनाफा हुने राम्रो चल्ने भनेर प्रायः खोजिरहेको सन्दर्भमा चाहिँ अहिले करेन्टली चाहिँ यो इभी चार्जिङ स्टेसन ओपनिङ बिजनेस चाहिँ ट्रेनिङमा देखिन्छ। हामीले खोलिकन हामीसँग धेरैजना चाहिँ हामीसँग विभिन्न माध्यमबाट सम्पर्कमा आएर हामीसँग सुझाव लिन खोज्नुहुन्छ, हाम्रो फिडब्याकहरू लिन खोज्नुहुन्छ, के छ व्यवसाय कस्तो छ भनेर। अब जस्तो यो बिजनेसको यो चार्जिङ स्टेसन स्थापना गर्ने बिजनेसको जस्तो हामीले जुन धारणा बनाएको हुन्छौँ जस्तो सोचेर स्थापना गरिएको हुन्छ यसबाट चाहिँ भोलि हामी राखौँला, एउटा यति मुनाफा आउला, यसरी गरिएला, यसरी चल्ला, यति चार्ज चाहिँ गरिएला, यति चाहिँ मुनाफा होला भनेर त्यो यसरी सोचे जस्तो चाहिँ केही पनि हुँदैन। यो चाहिँ नि जस्तो बाहिरबाट हेर्दाखेरि देखिन्छ जस्तो हुँदैन। त्यसमाथिबाट विभिन्न खालका चाहिँ अब हामी कहाँमा कुराहरू ठोकिन आउँछन्, जस्तो यसको व्यवसाय गर्ने, मेसिन बिक्री गर्ने कम्पनी व्यक्तिहरूबाट आउने कुराहरू र इभी गाडी युज गर्नेहरूले चाहिँ गरेका रिक्वेस्टहरू, उनीहरूका चाहनाहरू भइदिए हुन्थ्यो भन्ने कुराहरू र हामीलाई लाग्छ कि माग चाहिँ छ, त्यस कारणले यो व्यवसाय सुरु गर्नुपर्छ भन्ने जस्तो लाग्छ। तर व्यवहारमा त्यस्तो हुँदैन, किन हामीले पनि यो जुन चार्जिङ स्टेसन सुरु गर्दाखेरि त्यही सोचेको थियौँ, मिडियामा हेरेको थियौँ, सोसियल मिडिया हेरेको थियौँ, यो चल्ला राम्रोसँग होला भनेर। र त्यो गरिँदाखेरि केही यसका कमी कमजोरीहरू पनि चाहिँ राम्रोसँग पहिल्यै योजना बनाएर अध्ययन गरेर अनि योजना बनाएर गर्नुपर्ने हुँदो रहेछ। र हामीले यो भर्खरै यो चार्जिङ स्टेसन स्थापना गरिसकेपछि हामी जस्तै चार्जिङ स्टेसनको बिजनेस गर्न खोज्ने, चार्जिङ स्टेसन राख्न खोज्ने व्यक्तिहरूका लागि चाहिँ केही टिप्सहरू दिनु, हाम्रो अनुभवको आधारमा हामीले के भोग्यौँ, के गरिरहेछौँ, के भइरहेछ भन्ने कुराहरू सेयर गर्नु, यसका कमी कमजोरीहरू के छन्, भोलि चाहिँ ओपनिङ गरिसकेपछि, खरिद गरिसकेपछि अथवा बिजनेस सुरु गरिसकेपछि पर्न सक्ने झन्झटहरू पहिल्यै चाहिँ त्यसलाई मध्यनजर गरेर यस्तो परेमा के गर्ने भन्ने एउटा धारणा बनाउन सजिलो होस् भन्ने हिसाबले हामीले भोगेका केही तिता मिठा कुराहरू चाहिँ तपाईँहरूसँग हामी सेयर गर्न खोजिरहेछौँ। र हाम्रो उद्देश्य भनेको हामीले जे गऱ्यौँ त्यो कुरामा चाहिँ तपाईँहरूलाई भोलिका दिनमा अलिकति हामीले हाम्रो अनुभवबाट अलिकति असहज नहोस्, सहज हुनलाई सहयोग होस् भन्ने हिसाबले हाम्रो धारणाहरू हामीले राख्न गइरहेछौँ। त्यो गर्दा चाहिँ हामीले यस्तो 5-6वटा बुँदाहरूलाई चाहिँ मैले यो भिडियोमा चाहिँ प्रस्तुत गर्न खोजिरहेको छु। जस्तो हामीले यसको लागि त मुख्य कुरा सप्लाईको कुरा हुन्छ, बिजुलीको कुरा हुन्छ। बिजुली चाहिँ समयमा जाने आउने समय, पछिल्लो समय त्यो निश्चित नहुनाले गर्दाखेरि एकदम हैरानी हुने, कस्टमरहरू बिग्रिने, आएको बेलामा गाडीमा चाहिँ चार्ज गर्न नसक्ने अवस्था हुने, गाडी चार्ज नगर्ने बेलामा बिजुली हुने, एक खालको बिजुलीको जाने आउने कारण एउटा यो समस्या रहेको छ। त्यस कारण तपाईँको एरियामा बिजुलीको सप्लाई कस्तो छ, निरन्तरता के छ, त्यो कुरा चाहिँ हेर्नै पर्ने हुन्छ पहिलो बुँदाको रूपमा। त्यसै गरी यो अब तपाईँले एप्लिकेसनले चलाउने हो कि म्यानुअल चलाउने हो भन्ने कुरा हुन्छ। म्यानुअल चलाउँदाखेरि तपाईँले चाहिँ डिमान्ड शुल्क एनएलाई तिर्नुपर्ने हुन्छ। त्यसैले चाहिँ पब्लिकमा मतलब कमर्सियल गर्दाखेरि एप्लिकेसन राखेर स्वाइप कार्ड राखेर गर्नुपर्ने हुन्छ। त्यो गर्दाखेरि चाहिँ एनएबाट यो डिमान्ड शुल्क लाग्दैन। तर अब एप गरिँदाखेरि एप पनि धेरैवटा एपहरू छन्, सबैको प्रचार आफ्ना छन्। अब त्यो एपले चाहिँ एपमा चाहिँ कस्तो खालको समस्या आउँदैछ भने कहिलेकाहीँ पैसा नकाटिने, कहिलेकाहीँ एप ह्याङ हुने, अनि चार्ज चाहिँ मेसिन अनलाइन देखिन्छ अनि आएर चार्ज गर्दा चार्ज हुँदैन। त्यसबाट चाहिँ कस्टमरमा चाहिँ एउटा ब्याड इम्प्याक्ट पर्छ। र कहिलेकाहीँ त कस्तो भने डाटै नआउने, तपाईँलाई ड्यासबोर्ड दिएको हुन्छ, ड्यासबोर्डमा डाटा नै आउँदैन, त्यो एप ओनरले चाहिँ डाटा नदिने, यस्तो खालको समस्याहरू चाहिँ आउँछन्। सुरुमा बोलेको जस्तो पछि चाहिँ पुरा गर्ने चाहिँ प्रवृत्ति कतिपय अवस्थामा नदेखिने होला। त्यो कुरा तपाईँले पहिला कुन एप्लिकेसन डाउनलोड गर्ने हो त्यसको ओनरसँग राम्रोसँगले त्यो एउटा डिसाइड चाहिँ गर्नुपर्ने हुन्छ। अनि तेस्रो कुरामा अर्को कस्तो भने यो चार्जर बिक्री गर्ने बेलामा चाहिँ 24 आवर सर्भिस दिन्छौँ हामी, आफ्टर सर्भिस भनेर यहाँ हुँ भन्ने, अनि खालका सामान चाहिँ समस्या हुँदैन भन्ने, यो चाहिँ यो देशको लिनु, यो चाइनिज नलिनु, यो इन्डियन लिनु अथवा इन्डियन नलिनु, चाहिने यस्ता खालका कुरा गर्छन्। तर बिक्री गरिसकेपछि त्यो चाहिँ आफ्नो बोलीमा टिकिरहने प्रवृत्ति चाहिँ पाइँदैन। 24 आवर भने पनि दिने सर्भिस भनेको त्यही हो। राति आउँदैनन्, ढिलो हुन्छ, के हुन्छ, सार्वजनिक बिदा हुन्छन्, के भन्छन्, कसो भन्छन्, कस्टमर आउँछन्, फर्किन्छन्, तपाईँको ब्याड रेटिङ हुन्छ। त्यस्ता कुरामा चाहिँ नि सुरुमै आफ्नो कमिटमेन्ट राम्रोसँग गराउनु होला, नत्र भने पछि धोका हुनसक्छ, अनावश्यक हैरानी चाहिँ हुनसक्छ। त्यस कारणले गर्दाखेरि यो आफ्टर सेल सर्भिस चाहिँ जुन छ त्यसको लागि चाहिँ धेरै मान्छेलाई धोका पाउँछ। हामीलाई पनि मेसिन बिग्रेर बनाउनु पर्दाखेरि त्यस्तो खालको अलिकति झन्झट समस्या पनि हामीले पनि बिहोरेका छौँ। जस्तो हामीले त यो 3 महिना चान्चुनमा 4-5 चोटि यस्तो खालको समस्या बिहोरिसक्यौँ होइन। त्यो कोही बेला कस्तो हुन्छ बेकार सुरु गरिसकेको छ जस्तो अवस्था पनि हुन्छ, कहिलेकाहीँ चाहिँ ठिकै गरिछ भन्ने पनि हुन्छ। त्यस कारणले भोलिका दिनमा हुनसक्ने एउटा चाहिँ तनाव झन्झट चाहिँ सुरुमै चाहिँ हुनसक्छ है भन्ने कुरा अनुमान चाहिँ गर्नु होला। र यस्तो परेमा म यसो गर्छु, पार्टीसँग खरिद गरेको पार्टीसँग चाहिँ म अहिले यो कमिटमेन्ट गराउँछु, सुनिश्चित हुन्छु चाहिँ भनेर चाहिँ मात्रै काम सुरु गर्नु होला।
र अर्को कुरा यसलाई अब अनलाइनमा एट्याच गरिसकेपछि अनलाइन मतलब एप गरिसकेपछि यो अनलाइनले चल्ने हुन्छ होइन। त्यो अनलाइनको चाहिँ एकदम समस्या हुने, इन्टरनेटमा समस्या हुने, इन्टरनेट स्लो हुने, इन्टरनेट जाने, त्यस कारणले गर्दाखेरि मिसिनको सुचारुको लागि पनि यसले समस्या हुन्छ। त्यस कारणले यो नेट जुन कनेक्ट गर्नुहुन्छ त्यो नेट पनि तपाईँले राम्रोसँगले भरपर्दो नेट कनेक्ट गर्नुहोला। अब यसमा अर्को कुरा हुन्छ महसुलको कुरा। जस्तो विद्युतबाट जुन महसुल यो चार्जरमा आउँछ त्यो महसुल आइसकेपछि चार्जरले केही यो मिसिनले केही महसुल खपत गर्छ, यो चल्नु पऱ्यो, त्यही इनर्जीले चल्नु पऱ्यो। यसमा चाहिँ भोलिको दिनमा ट्रान्सफर्मर राख्नु पर्ला, त्यो ट्रान्सफर्मर चल्दाखेरि बिजुली महसुल लाग्छ। क्यामेरा हुन्छन् यसको चाहिँ वरिपरि लाइटहरू राख्नुपर्ने हुन्छ। यो तारहरूमा चाहिँ हेभी तारहरू हुन्छन्, त्यो तारहरूमा चाहिँ नि विभिन्न कारणले लिकेज हुन्छ। 10-15% तपाईँको चाहिँ विद्युत प्राधिकरणमा उठेको महसुलभन्दा चार्जरबाट बिक्री भएर जानेमा कमै हुन्छ। त्यस कारणले भोलि कति महसुल लिने, कसरी लिन पाउने नपाउने भन्ने कुरामा पनि यो नदेखिने खर्च लिकेजको कारणले महसुलमा वृद्धि हुने जुन छ त्यो कुरामा विचार गर्नुहोला। किनभने हामीले आखिरी बिजनेस सुरु गर्ने भनेको त 2-4 पैसा मुनाफा भनेर नै हो नि त, मुख्य उद्देश्य त त्यही नै हो नि त। आखिरी हामीले लागत चाहिँ गरिकनको अरू पेसाको तुलनामा भएन भने त मजा आएन। अहिले त चार्जर बिजनेस चाहिँ नै इभी गाडीको चार्जिङ बिजनेस चाहिँ नयाँ बिजनेस यो छ ऊ छ, एकदम चाहिँ नयाँ हो, सुरुमा लगानी गरेको यो हुन्छ ऊ हुन्छ भनेर जति पनि सोसियल मिडियातिर तपाईँले प्रचार देख्नुहुन्छ, जति पनि मान्छेका भ्युजहरू देख्नुहुन्छ त्यो सबै सही सत्य छैनन् है। यसभित्रका नेगेटिभ कुराहरू कसैले भनिरहेको मैले देख्दिनँ। त्यस कारणले यसका नेगेटिभ कुराहरू कोटेर हेर्नु होला, यो त्यति सजिलो छैन। हाम्रो अनुभवमा त एउटा मिसिन 22-23 लाख खर्च गरेर एउटा चौकीदार पाल्न पनि गाह्रो देख्छौँ। फेरि अर्को कुरा, यो जस्तो मेरो भिडियोमा कुनै मिसिन कम्पनीको देखिन्छ, यसको विज्ञापन पनि होइन, मैले यो नराम्रो छ भन्न खोजे पनि होइन, राम्रो छ भन्न खोजे पनि होइन। तपाईँले अध्ययन गरेर बुझ्नु होला। अब युट्युबतिर त भिडियोहरू राम्रो हो भनेर आउँछन्, मान्छे नयाँ नयाँ कमाइको खोजीमा हुन्छन् र कमाइ हुने कुराको भिडियो हेर्छन् र भ्युजको लागि पनि भिडियोहरू बनेका हुन्छन्, अरू कारणले बनाएका हुन्छन्। यी कुराको चाहिँ एनालाइसिस चाहिँ गर्नुपर्ने हुन्छ। त्यस कारणले गर्दा चार्जिङको आफैमा बिजनेस नभई यो चार्जर राखिसकेपछि त्यसमा साइडमा अर्को होटल रेस्टुरेन्ट टाइपको अर्को बिजनेसमा मान्छे आउलान्, यसको कारणले आकर्षण होला भन्ने हिसाब किताबले गर्दाखेरि चाहिँ मैले उपत देखाएको छु। नत्र भनेदेखि त्यत्रो ठुलो रकम लगानी गरिसकेपछि भोलिको दिनमा म चाहिँ नि यो बिजनेसबाट मुनाफै हुन्छ भनेर भन्न पनि सक्दिनँ। तपाईँलाई फेरि यसको मतलब निराश बनाउन खोजे पनि होइन, सम्भावना पनि होला, तर अध्ययन राम्रो गरेर मात्रै सुरु गर्नु होला। धन्यवाद।